हेलो गाइज, म चाहिँ होइन आफ्नो डेली रुटिन सेयर गर्न जाँदैछु। म चाहिँ बिहानै 4 बजे उठ्छु, हो कि मम्मी? हो, यो त 4 बजे उठिहाल्छ, यसलाई चिसो पनि लाग्दैन। अनि त्यसपछि चाहिँ सबैको लागि चिया पकाउँछु। अनि चिया पकाइसकेपछि चाहिँ सबैलाई सोध्छु होइन नास्तामा के खाने भनेर। चिया त यो मिठो पकाउँछ कि? अनि नास्ता चाहिँ नास्ता त जो भन्छ त्यही पकाएर खुवाउँछ नास्तामा यो। अनि त्यसपछि चाहिँ नास्ता पकाइसकेपछि अनि सबै क्लिनिङ गर्छु। अनि त्यसपछि फेरि खाना पकाउँछु, हो कि मम्मी? हो, खाना पनि मिठै पकाउँछ मेरो छोरी त। अनि त्यसपछि चाहिँ खाना पकाइसकेपछि अनि त्यसपछि सबैजना रेस्ट गर्नुहुन्छ होइन। अनि म पनि आफ्नो काम गर्छु। अनि काम गरिसकेपछि चाहिँ अनि साँझतिर फेरि चियाको टाइम आउँछु अनि चिया पकाउँछु। अनि त्यसपछि फेरि रातिको खाना पकाउँछु। एकदमै अल्छी नमानिकन होइन, जे भन्नुहुन्छ घरमा म त्यही पकाउँछु, हो कि? कहिलेकाहीँ त यो पकाउँदैन, लालची धेरै लागिहाल्छ त। म पकाउँछु होइन, म पकाउँछु कि म पकाउँछु कहिलेकाहीँ। होइन, हो भन न। अल्छी भएर पकाउँदैन नि। यस्तो हुँदैन क्या, म पकाउँछु। सधैँ पकाउँदैन।